यज्ञपुरी मेरो मामा घर म चाहिँ मेरो हजुरआमा हजुरआ सन्चै हुनुहुन्छ सन्चै छु हजुर कति वर्ष हुनुभयो अरे 97 पुगेर 98 लान्यो कहिले अब आई 15 गते चैतको 15 गते वैशाख लाग्यो त्यही त नि चैतको 15 गते हजुर 97 पुगेर 98 लाग्ने हो र लागिसक्नु भयो लागिसक्नु भयो ए ल केही भन्नु छ गाडी गर्नेको के गरेर बस्नु भएको यहाँ यहाँ 100 गाडी गए यताडि ए 100 गए अनि उताडि कतिवटा आए अब फर्केर आए 50 फर्केर आएका त 100 गाडी 80 गाडी फर्केर आए ए 80 उँधो गएको गने हजुर 100 उँभो गएको गने ए 80 90 खै 90 भइ क्या उँधो गएको एउटा सिलाक भनिदिनु नि त सिलाक एउटा सिलाक भनिदिनु त तहाँ सीतारामका चरण तलमा शिर पनि धरे अयोध्या लैजान्छु भनिकन ठुलो मन शुभ गरे भरत बिन्ती गर्छन् किन रघुपते आज वनमा हजुरले आएको मकन अतिता पवन जमानामा हजुरको मनदास हो यो राज्य गर्न पनि यज्ञको हो यो गादी त यहीँ हजुरको पो हो मैले त सेवा गरिरहनुको हो छोरा हुन् यज्ञ बहुत धरिनन् सम्पूर्ण लोकको पञ्चाप हरिनन् तब ती छोरा सीताराज्य छाडी जानु असल हो त छँदैछ जाँदी बेला त यो होइन कन जान वनमा मेरा त यही निश्चय हुन्छ मनमा जाउँ घर फर्की सधैँ जाओस् मेरी माता सीतरी नहोस् यस्ता प्रकारले गरी बिन्ती गर्दै आँखाभरि आँसु बहुत गर्दै रोया भरत जब पाउमा गई बोल्या प्रभुले पनि खुसी मनमै ए भाइ गर्छौ तिमी किन जिद्दी फिर्नु असल छैन नि काम नसिद्धि स्वपूर्ण गर्न कन जान्छु वनमा साँचो कुरा हो बुझिल्याऊ मनमा नफर्केको हामी त पछि जान्छु वनमा न त फर्की आउने न त मकन लान्ने भन पनि हामी मर्छु म त अरू कुरा केही नभने जब मर्छु भने भरत निश्चय धरे खुसी भई श्रीरामले पनि अति दयालु मन गरे दिया सुचन रामले गुरु कन बुझाऊ तिमी पनि गुरुले एकान्तै लैकन भरतजी कन पनि जान्छन् प्रभु कहाँ सुनपछि त फिर्छन् घर पनि प्रभुको इच्छा हो नगरुन् कसरी केही पनि भनै जाउन् भन्छन् प्रभु त नरथी तुल्य नगनी रावण मारी उतारी भारभूमिको फिर्छन् जगन्नाथ पनि यस्ता हुन् रघुनाथ भनेर गुरुले बोलेर खुवाइ पनि नाथ तत्त्व बुझे म जान्छु घरमा जान्छु अयोध्यामा पूजा गर्न दिन हजुरको मलाई हजुर खराब यहाँ भन्दै पढ्न वरिपरि घुम्दै भरतले गरे आफ्ना साफी खराब दिई पार्वतीले सब ताप भरतको हरे राम राजा मणि विजय जय रामम रामे सम्मले राम राजा निशा चरणमा ये राम दामोदर ओम नमो शनिकाय मार्गण्य